रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। जिल्ला अदालत रूपन्देहीले दिएको धलौटीमा छाड्ने आदेशलाई बदर गर्दै उच्च अदालतले थुनामा पठाउने निर्णय सुनाएको हो। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार आदेश जारी गर्दै लामिछानेलाई थुनामा पठाउने निष्कर्ष निकालेको हो। यसअघि जिल्ला अदालत रूपन्देहीले सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा लामिछानेलाई 1 करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सुप्रिम सहकारी प्रकरणमा लामिछाने सहित छवि र जीवी राई सहित 42 जनालाई प्रतिवादी बनाएको छ। उनीहरूमाथि सहकारीका 55 करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको अभियोग लागेको छ। जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन गर्दै उच्च अदालतमा रिट दर्ता गरिएको थियो। उच्च अदालतको आदेशपछि रवि लामिछानेलाई अब थुनामा राखेर मुद्दा अघि बढाइनेछ। यसले नेपालको राजनीति वृत्तमा ठूलो हलचल ल्याएको छ भने लामिछानेका समर्थकहरूले यो आदेशप्रति असन्तुष्ट व्यक्त गरेका छन्। दर्शकहरू, तपाईलाई के लाग्छ? रवि लामिछाने अब थुनामा गएपछि अबको राजनैतिक कोर्स कता बढ्नेछ? साथै तपाईलाई मनमा लागेका कुरा कमेन्ट लेख्नुहोला। अनि अब रवि लामिछानेका समर्थक र रासोपा पार्टीले कस्तो रणनीति अघि बढाउला? तपाईको मनमा लागेका विचार कमेन्टमा लेख्नुहोला। अब रवि लामिछाने थुनामा बस्ने भएका छन्।